बालेन प्रधानमन्त्री बने उनी बराबर तौलको लड्डु चढाउने प्रण गर्दै एक महिला पुगिन् पशुपतिनाथ। हे पशुपतिनाथ, यो साल हाम्रो देशको प्रधानमन्त्री बालेन शाह भयो भने उहाँ जति केजी हुनुहुन्छ त्यति केजी लड्डु चढाउँछु। दर्शकबिन आगामी निर्वाचन नजिकै जाँदा देशभर राजनीतिक माहौल तातिँदै गएको छ। नेता तथा कार्यकर्ताहरू आफ्ना उम्मेद्वारको पक्षमा चुनावी प्रचार प्रसारमा सक्रिय हुन थालेका छन्। यही क्रममा 2079 सालको स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयर पद जित्दै शहरी क्षेत्रको केन्द्रबिन्दु बनेका बालेन्द्र शाह बालेन यति बेला राष्ट्रिय राजनीतिमा प्रवेश गरेसँगै फेरि एकपटक देशव्यापी चर्चाको केन्द्रमा आएका छन्। यही राजनीतिक चर्चाका बीच बालेन शाहका समर्थकबाट आएको एउटा अनौठो र चर्चित गतिविधिले सामाजिक सञ्जाल तताएको छ। सुषमा महतोले बालेन शाह प्रधानमन्त्री बनेमा पशुपतिनाथ मन्दिरमा उनको तौल बराबरको लड्डु चढाउने भाकल गरेकी छन्। उनले केही दिन अघि काठमाडौँ स्थित पशुपतिनाथ मन्दिर परिसरबाट सामाजिक सञ्जाल टिकटक मार्फत सार्वजनिक रूपमा आफ्नो भाकल व्यक्त गरेकी हुन्। पशुपतिनाथ मन्दिर परिसरमा बनाइएको टिकटक भिडियोमा सुषमा महतोले पशुपतिनाथ भगवान समक्ष प्रार्थना गर्दै भनेकी छन्, हे पशुपतिनाथ, यो साल हाम्रो देशको प्रधानमन्त्री बालेन शाहलाई बनाइदिनुहोस्। यदि उहाँ प्रधानमन्त्री बन्नुभयो भने उहाँ जति केजी हुनुहुन्छ म त्यति नै केजी लड्डु चढाउनेछु। उनले सोही भिडियो मार्फत आम मतदातालाई पनि घण्टी चुनाव चिन्हमा मतदान गर्न आग्रह गर्दै साथीहरू सबैजनाले घण्टीमै भोट दिनुहोला ताकि उहाँ प्रधानमन्त्री बन्न सकुन् भनेर अपिल गरेकी छिन्। सुषमा महतोको यो भिडियो सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा तीव्र रूपमा भाइरल भएको छ। कतिपयले यसलाई बालेन शाह प्रतिको गहिरो विश्वास, आस्था र समर्थकको रूपमा व्याख्या गरेका छन् भने केहीले यसलाई चुनावी माहौलमा देखिएको भावनात्मक समर्थनको उदाहरणका रूपमा लिएका छन्। स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेद्वारका रूपमा अप्रत्याशित जित हात पारेर चर्चामा आएका बालेन शाह अहिले राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका वरिष्ठ नेताको रूपमा सक्रिय छन्। फागुन 21 गते हुने प्रतिनिधि सभा निर्वाचनमा रासपाले बालेन शाहलाई प्रधानमन्त्रीको दावेदारका रूपमा अघि सारेपछि राजनीतिक वृत्तमा थप चासो र बहस सुरु भएको छ। रासपाको तर्फबाट झापा क्षेत्र नम्बर 5 बाट उम्मेद्वार बनेका बालेन शाह सोही क्षेत्रबाट नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रत्यक्ष प्रतिस्पर्धामा उत्रिएका छन्। बालेन शाहको राजनीतिक यात्राले छोटो समयमा नै ठूलो चर्चा पाएको छ। काठमाडौँ महानगरपालिकामा मेयरका रूपमा उनले देखाएको कडाई स्पष्ट निर्णय र भ्रष्टाचार विरुद्धको अभियानका कारण विशेष गरी युवा पुस्तामा आज उनको लोकप्रियता उल्लेखनीय रूपमा बढेको देखिन्छ। यही लोकप्रियताको झल्को अहिले राष्ट्रिय राजनीतिमा प्रवेशसँगै देखिन थालेको छ।